फाइनली साथीहरू मैले चाहिँ हिजो भिजाएर यस्तो गरिसकेको छु अनि आज म तातो पानी लाउँदैछु है साथीहरू। यो चाहिँ तातो पानी हो। यसलाई सट्ट तातो पानी लगाइसकेपछि अनि यसलाई 1 चम्चा मह लगाउने हो। मह लगाइदिने यसमा। त्यस पछाडि निम्बु निचाल्दिने यसलाई मजाले घोलेर नि साथीहरू यसरी मजाले घोलेर अनि यसलाई पिउने बिहानै मर्निङमा गएर आइसके पछाडि खाली पेटमा है साथीहरू। मैले चाहिँ यस्तो गरेको कन्टिन्यू 1 महिना भइसक्यो साथीहरू। अनि त्यस पछाडि म चाहिँ 83 केजी थिएँ, अहिले चाहिँ म 76 केजी भएको छु हैन। अनि हजुरहरू पनि यस्तै गरी चिया सिड खानु होला। आफ्नो यो चिया सिडले चाहिँ धेरै फाइदा छ। कपाल पनि मजबुत राख्छ, चेहरा पनि एकदम क्लिन टाइपको हुन्छ अरे हैन। मेरो पनि त्यस्तै भइरहेछ हल्का। भर्खर त 1 महिना हुँदैछ हैन। त्यस पछाडि पाचन प्रक्रियालाई पनि सरल बनाउँछ अरे साथीहरू। म चाहिँ यही युज गरिरहेको छु, तपाईहरु पनि गर्नु होला। त्यही भन्न आएको साथीहरू। बाई बाई।